जय मसी अनि गुड मर्निङ साथीहरू। अनि आज शुभ बिहानीमा फेरि पनि तपाईँहरूलाई स्वागत छ मेरो बाइबल अध्ययन भिडियोमा तपाईँलाई स्वागत छ। अनि म आशा गर्छु तपाईँले फेरि पनि मेरो भिडियो रेकर्डिङ भिडियोबाट तपाईँले आशिषित हुनुभएको छ भनेर फेरि पनि मैले आज यस बिहानीमा मैले तपाईँलाई भनेअनुसार मैले फिलिपी 2 अध्यायलाई मैले 3 भागमा विभाजन गर्दै थिएँ। अनि आज चाहिँ मैले दोस्रो भागलाई अर्थात् मैले 12 पददेखि 18 पदसम्म मैले अध्ययन गरेको छु र त्यसबाट मैले के सिक्न सकेँ भन्ने कुरा म तपाईँहरूलाई बाँड्न चाहन्छु, सेयर गर्न चाहन्छु, जसबाट मैले मात्र आशिष होइन तपाईँले पनि आशिषित हुन सक्नुभएको छ भनेर म चाहन्छु। र तपाईँहरूले पनि यदि तपाईँले आशिष पाउँदै हुनुहुन्छ भने तपाईँले अरू साथीहरूलाई पनि तपाईँले सेयर गरिदिन सक्नुहुन्छ, जसले गर्दा उहाँहरूले पनि आशिष पाउन सक्नुहुन्छ। हुन्छ, आउनुहोस् आजको वचनबाट फेरि पनि म हेर्नेछु। अनि जसै मैले फिलिपी 2 अध्यायको 12 पददेखि 18 पदसम्म जब मैले अध्ययन गर्दै थिएँ तब मैले परमेश्वरको वचनबाट के सिक्न सकेँ भन्ने कुराहरू, के आशिष पाएँ भन्ने कुराहरू म तपाईँलाई बताउन चाहन्छु। पहिलो कुरा चाहिँ मैले यस खण्डको शीर्षक चाहिँ मैले के राखेको छु भने परमेश्वरको निष्कोट सन्तान। जुन कुरा चाहिँ हामीले जुन शब्द चाहिँ हामीले 15 पदमा भेटाउँदछौँ, परमेश्वरका निष्कोट सन्तानहरू को हुन् त अनि कस्ता हुन्छन् त भन्ने कुराहरू यो खण्डबाट तपाईँ र मैले सिक्न सक्छौँ। अनि जो चाहिँ दोष रहित अनि व्यक्तिहरू कुन त परमेश्वरको राज्यको विषयमा राज्यमा भन्ने कुरा हामीले सिक्छौँ। पहिलो कुरा हामी यहाँ देख्न सक्छौँ, मैले सिकेको कुराहरू चाहिँ अनि को हुन् त भन्ने कुरामा मैले 4वटा पदहरू, 4वटा बुँदा बनाएको छु। ती व्यक्तिहरू नै परमेश्वरको राज्यका निष्कोट सन्तानहरू हुन् भन्ने कुराहरू मैले बुझ्न सकेको छु। 4वटा बुँदा चाहिँ पहिलो चाहिँ हो परमेश्वरको इच्छा अनुसार सुसमाचारको काममा आज्ञाकारी भई परिश्रम गर्नेहरू हुनुपर्छ भन्ने कुरामा छ। ध्यान दिएर सुन्नुहोस्, परमेश्वरको इच्छा अनुसार सुसमाचारको काममा आज्ञाकारी भएर हामीले परिश्रम गर्नुपर्छ भन्ने कुराहरू मैले सिकेको छु। जुन चाहिँ हामीले 12 देखि 14, 12 र 13 पद जब हामीले अध्ययन गर्छौँ त्यो कुरा हामीले बुझ्न सक्छौँ। दोस्रो कुरा मैले के सिक्न सकेको छु भने 14 र 15 पद जब मैले अध्ययन गरेँ त्यसमा मैले के बुझेको छु भने अनि बिना गणगण र वाद विवाद बिना सुसमाचारको काममा अगाडि बढ्दै जानुपर्छ। हामीलाई थाहा छ हामी संसारमा थुप्रै गणगणहरू, विवादहरू, थुप्रै कुराहरू आउँछ। मेरो आफ्नै जीवनमा पनि मैले त्यो कुराहरू कतिचोटि मैले भोगिसकेको छु। तर पनि हामीले त्यो अवस्थामा पनि सुसमाचारको काममा, परमेश्वरको राज्य वृद्धिको काममा हामी निरन्तर अगाडि बढ्नुपर्छ। कुराहरू 14 र 15 पदमा छ। किनभने हामी चाहिँ मानिस संसारका निम्ति परमेश्वरले राख्नुभएका ताराहरू, चम्किला ताराहरू हो भन्ने कुराहरू परमेश्वरको वचनहरूबाट सिक्छौँ। त्यस कारणले अनि त्यसरी मैले तेस्रो कुरा मैले के सिक्न सकेको छु त यो खण्डबाट भनेर अनि तेस्रो कुरा चाहिँ मैले जब मैले 16 पद पढ्दै थिएँ अनि त्यहाँबाट मैले के सिक्न सकेको छु, कसरी हामी निष्कोट सन्तान हुन सक्छौँ त भन्ने कुरामा जीवनको वचन अर्थात् परमेश्वरको वचनलाई दरिलो साथ पक्रिराख्ने कुराहरू अब तपाईँ र मैले परमेश्वरको वचनलाई अथवा जीवनको वचनलाई अर्थात् अहिले हामीले साधारण रूपमा भन्दाखेरि बाइबललाई हामीले दरिलो साथ पक्रिने भन्ने कुराहरू छ। अब यसलाई कसरी पक्रिने अनि धेरै मानिसहरूले, कतिजनाले विचार गर्छन् हाम्रो बिचमा धर्मका कुरा के छ भने कति मान्छेले परमेश्वरको वचनलाई परमेश्वरलाई पक्रिराख्नको लागि कति मान्छेले बाइबलहरू सिरानीमा राखेर सुत्ने गर्छन्, विभिन्न त्यस्ता विचारहरू गर्छन् जुन चाहिँ धर्मपूर्ण कुराहरू, जुन कुरा चाहिँ हामीले बाइबलमा हामी देख्दैनौँ प्रियहरू।
तर यसको अर्थ चाहिँ के हो भन्ने कुराहरू कसरी हामीले पक्रिन सक्छौँ परमेश्वरको वचनलाई? पहिलो कुरा हामीले दैनिक रूपमा हामीले परमेश्वरको वचन अध्ययन गरेर, ध्यान दिएर बुझ्नुहोस्, पहिलो कुरा हामीले परमेश्वरको वचनलाई दिनदिनै अध्ययन गरेर हामीले परमेश्वरको वचनलाई पक्रिराख्न सक्छौँ। दोस्रो कुराहरू परमेश्वरको वचनलाई अध्ययन मात्रै गर्ने होइन, सुन्ने मात्रै होइन, त्यसलाई हामीले पालन गरेर, जब हामीले आफ्नो जीवनमा दिनदिनै सिकेका वचनलाई हामीले व्यवहारमा लागू गर्छौँ, पालन गर्छौँ, त्यो कुराले हामीले परमेश्वरको वचनलाई हामीले दरिलोसँग पक्रिएका हुन्छौँ, जसले हामीलाई के गराउँछ? परमेश्वरको निष्कोट सन्तान बनाउनेछ। त्यसकारणले तेस्रो कुरा एकदमै महत्त्वपूर्ण कुराहरू हामीले परमेश्वरको वचनलाई दरिलोसँग पक्रिने। कसरी पक्रिन सक्छौँ अरे प्रियहरू? हामीले पहिलो कुरा परमेश्वरको वचनलाई दिनदिनै पढेर, र दोस्रो कुरा हामीले दिनदिनै पालन गरेर मात्रै हामीले परमेश्वरको वचनलाई पक्राउन सक्छौँ। अनि अन्तिम कुरा मैले सिकेको यो खण्डबाट, मैले अन्तिम कुरा जब मैले 17 र 18 पद मैले पढ्दै थिएँ, त्यसबाट सिकेको कुरा चाहिँ के हो भने, दुःख र सङ्घर्षपूर्ण जीवनमा, चुनौतीपूर्ण जीवनमा पनि हामी सुसमाचारको काममा हामी आनन्दित र खुसी हुनुपर्छ। याद गर्नुहोस्, हाम्रो जीवनमा फेरि पनि म तपाईँलाई याद दिलाउन चाहन्छु, हाम्रो जीवन जब हामी यस पृथ्वीमा छौँ, हाम्रो दिनदिनै हाम्रो निम्ति चुनौतीहरू छ, दुःख सुख हाम्रो जीवनमा भइरहन्छ, तर पनि त्यो अवस्थामा पनि हामी सुसमाचारको काममा आनन्दित भएर परमेश्वरको काममा अगाडि बढ्नुपर्छ, आनन्दित हुनुपर्छ, खुसी हुनुपर्छ भन्ने कुराहरू मैले सिक्न सकेको छु। अनि जब मैले यो खण्ड पढ्दै थिएँ, यो खण्डको मुख्य वचन चाहिँ के होला, मुख्य वचन चाहिँ के होला भनेर मैले जब अध्ययन गर्दै थिएँ, अनि मैले चाहिँ 13 र 14 पदलाई मैले मुख्य वचनको रूपमा राखेको छु, जहाँ चाहिँ लेखेको छ, जहाँबाट हामीले सिक्न सक्छौँ कि परमेश्वरको इच्छा अनुसार सुसमाचारको काममा आज्ञाकारी भएर हामी हिँड्नुपर्छ, आज्ञाकारी भएर हामीले परिश्रम गर्नुपर्छ भन्ने कुरा। धन्यवाद साथीहरू। अनि मैले यो कुराहरू सिकेर मैले धेरै नै आशिष पाइरहेको छु। अनि म आशा गर्छु तपाईँहरूले पनि आशिष पाउनुभएको छ। अनि फेरि पनि हामी निरन्तर तपाईँहरूले फेरि मैले नियमित रूपमा मैले बाइबल अध्ययनको भिडियोहरू हालिरहन्छु। तपाईँले लाइक, सब्सक्राइब र बेल आइकन दबाएर तपाईँले सबैभन्दा पहिला त्यो वचनहरूलाई तपाईँले सुन्न सक्नुहुन्छ, बुझ्न सक्नुहुन्छ र फेरि तपाईँ आशिषित हुन सक्छ। हस्, धन्यवाद। आजको दिन परमेश्वरले तपाईँलाई आशिष दिनुभएको छ। धन्यवाद। जय मसीह।